बाबा लिन गएपछि आयो। ए बाबा लिन गएपछि तिमी आयौ? बाबा म प्रहरी कार्यालयमा गएर नानीहरू मैले प्रहरी कार्यालयबाट जिम्मा लिएर आएँ। ए प्रहरी कार्यालयबाट दमकबाटै? हजुर, तमक प्रहरी अनि त्यहाँ कार्यालयबाट बुढी भेटाउनु भयो कि होइन? भेटेँ मैले। भेट्नु भयो। अनि त्यहाँ पुलिससँगै तपाईँले कुराहरू चिनोफानो किन गर्नु भएन त? आज बच्चाहरू हेर्नु, सानो 4-5 वर्षको नानी बाबुहरू होला, तपाईँ माइती घरमा ल्याएर आउनुपर्ने छ, उनीहरूलाई स्कुल जानुपर्ने होला होइन, त्यो कुराहरू सबै छुटिरहेको छ। तपाईँले त्यही किन सबै कुराहरू प्रब्लम सल्भ गर्नु भएन? नै मैले त्यहाँ सबै कुरा राखेँ। राख्नु भयो। कस्तो हुँदो रहेछ भन्नुहुन्छ भने हाम्रो नेपालमा जसको शक्ति उसैको भक्ति। उनको पक्षबाट बोलिदिने मान्छे धेरै। दमकमा धेरै भयो त्यो। हजुर, पुलिस प्रशासनले पनि केही गरेन भने? म एक्लो मान्छे अनि लाटो मान्छे, मेरो बोलीको त्यहाँ सुनवाई भएन। अनि मेरो बोलीको सुनवाई नभइसकेपछि मेरो बच्चा पनि यी एक हाते बच्चा हुन्। बाबा मैसँग मात्रै बसेका, मैसँग हुर्केका, आमालाई नखोज्ने बच्चा यी बच्चाहरूलाई पनि लगेर कुटपिट गरेर यातना दिएर बच्चालाई मेरो छेउ पर्दै नपर्ने बनाएको थियो। मैले बच्चासँग केही समय बस्छु भनेर प्रहरीसँग अनुरोध राख्दाखेरि प्रहरीले चाहिँ मलाई 2-3 घन्टा बच्चासँग बसेर फकाएर लिएर जान सक्नुहुन्छ नि, आफ्नो बच्चा लिएर जानु भन्ने कुरा राख्नु भएको थियो।